भिक्टोरिया ट्युसन सेन्टर प्राली घुराइदाङमा यो मङ्सिरको 20 गते निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षालाई लक्षित गर्दै घुराइदाङमा रहेको यस भिक्टोरिया ट्युसन सेन्टरमा फाइनल एक्जाम हामीले लिन गइरहेको छौं। र यो मङ्सिरको 20 गतेको फाइनल एक्जामलाई मध्यनजर गर्दै यस भिक्टोरिया ट्युसन सेन्टर घुराइदाङमा हामीले एक हप्ताको फ्री क्लास पनि सञ्चालन गरिरहेका छौं। यदि तपाईहरु कोही अन्य कारणवश लाइसेन्सको तयारी कक्षा लिउन सकिरहनु भएको छैन भने एक हप्ताको लागि तपाईहरुको यस भिक्टोरिया ट्युसन सेन्टर प्राली घुराइदाङमा लाइसेन्सको कमान्डो क्लास एक हप्ता हामीले फ्रीमा सञ्चालन गर्न गइरहेको छौं। यदि तपाईहरु पनि यो क्लास लिन चाहनुहुन्छ भने घुराइदाङमा रहेको भिक्टोरिया ट्युसन सेन्टरमा सम्पर्क गर्नुहोला। यो एक हप्ताको कमान्डो क्लासले पनि तपाईहरुलाई धेरै कुराहरुमा मद्दत मिल्नेछ, त्यो जानकारी म गराउँदछु है। र यो मैले यहाँ सहभागी हुनुभएका सम्पूर्णलाई पनि मर्यादित ढंगले एक्जाम गरिरहेको हुनाले म यो केही दृश्यहरु हजुरमा देखाउँदैछु। एक हप्ताको फ्री क्लास हामी कहाँ सञ्चालन भइरहेको छ। तपाईहरु पनि आउन चाहनुहुन्छ भने विदाउट कस्ट मङ्सिरको 20 गते हुन गइरहेको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रलाई लक्षित गर्दै फ्री क्लासहरु कमान्डो क्लास एक हप्ताको सञ्चालन गर्न गइरहेका छौं। भोलि आइतबारदेखि क्लास दिउँसो 4 बजेदेखि सञ्चालन हुन गइरहेको छ। यदि तपाईहरु आउन चाहनुहुन्छ भने भिक्टोरिया ट्युसन सेन्टर प्राली घुराइदाङमा सम्पर्क गर्नुहोला। जति पनि सहभागी हुनुहुन्छ मर्यादित ढंगले एक्जाम गरिरहनु भएको छ सबैले। ओएमआर सिटमा कसरी भर्न पर्छ भन्ने कुरालाई लक्षित गर्दै हामीले यो हजुरहरुलाई ओएमआर सिट कसरी भर्नु पर्दछ भन्ने कुराहरु पनि सिकाइरहेको छौं। यो तपाईहरुले हेर्न सक्नुहुन्छ।